नमस्कार। आज पनि म एकदमै महत्त्वपूर्ण टपिकलाई लिएर उपस्थित भएको छु। हुन त प्रायलाई थाहा होला, तैपनि कतिपयलाई त थाहा नहुन पनि सक्छ। त्यसैले मैले चाहिँ यो भिडियो बनाउनलाई प्रयास गरेँ। सो कतिपयले सोध्नुहुन्छ नि, मेरो त सेयर भरेको थियो, खोइ पर्यो कि परेन, कता हेर्ने हो के भनिरहनु भएको हुन्छ नि। मैले चाहिँ उहाँहरूको लागि एउटा सर्ट भिडियो बनाउन मन लाग्यो। हजुरहरूले भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला र तपाईहरुले पनि सिक्न सक्नु। त्यसपछि तपाईले आफ्नो युजर नेम पासवर्ड हालेर हजुरले लगइन गर्नुहोस्। अनि हजुरले लगइन गर्ने बित्तिकै यस्तो खालको ड्याशबोर्ड खुल्छ। खुल्ने बित्तिकै यतापट्टि यहाँ बायाँपट्टि तपाईले तीनटा धर्सो देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गर्ने बित्तिकै तल धेरैवटा अप्सनहरु देख्न सकिन्छ। हामीले यो माई पोर्टफोलियो क्लिक गर्नुहोस्। अनि क्लिक गर्ने बित्तिकै तपाईले यहाँ देख्न सक्नुहुन्छ हजुरको कुन तपाईलाई शेयर परेको छ छैन। यहाँ सबै तपाईले देख्न सक्नुहुन्छ। हजुरले यसरी नै चेक गर्न सक्नुहुन्छ। सजिलो छ, त्यस्तो गाह्रो छैन।